को लागि चाहिँ हामीले एकदम खतरनाक अफरोडको सामना गरेर जानुपर्ने हुन्छ। त्यही भएर यो भिडियोमा चाहिँ एकदम एडभेन्चर र एकदम इन्टरटेनमेन्टले भरिएको छ। त्यही भएर भिडियो लास्टसम्म हेरिदिनु होला। र म चाहिँ प्यासेन्जर लिन जाँदै थिएँ, अचानक भाले बसलाई रुगा मर्की लागेछ। मतलब इन्जिन बिग्रेछ, त्यही भएर हाम्रो भाले बसलाई लान क्यान्सल भयो। तर भाले बस क्यान्सल भयो भने हाम्रो ट्रिप क्यान्सल हुँदैन। त्यही भएर म साथीको गाडी मागेर लानेछु। हाम्रो साथीको गाडी पनि ठ्याक्कै भाले बस जस्तै छ, तर त्यो चाहिँ भाले बस होइन। अब त्यो गाडीलाई लिन चाहिँ सबसे सुरुमा हाम्रो साथीको ग्यारेजमा जानुपर्ने हुन्छ। अनि म चाहिँ साथीको ग्यारेज पुगिसकेँ। अनि साथीको गाडी चाहिँ यही हो, भाले बस जस्तै छ, तर भाले बस चाहिँ होइन, यो गाडी हो पोथी बस। अब तपाईँहरूलाई भाले बस मन पर्यो कि पोथी बस कमेन्ट गर्न नबिर्सिनु। अब चाहिँ यो गाडीमा जानुपर्ने हुन्छ प्यासेन्जर लिन। त्योभन्दा सुरुमा योभन्दा अगाडिमा चाहिँ मैले Q&A भिडियोको लागि क्वेसन सोध्नु भनेको, तर त्यसमा धेरै क्वेसन छैन, 5-6 वटा छ। अब खतरा युट्युबर भएको भए त 1000-2000 वटा क्वेसन हुन्थ्यो। ठिकै छ, 5-6 वटा क्वेसनको एन्सर पनि म बीच-बीचमा दिनेछु। र यदि तपाईँहरूलाई यो पोथी बस कुदाउनु मन छ भने पनि भिडियो लास्टसम्म हेरिदिनु होला। यसको लिंक कहाँ छ म भनिदिनेछु। र अहिले चाहिँ म पुगिसकेको छु प्यासेन्जर उठाउने ठाउँमा, मतलब प्यासेन्जर हुनुभएको ठाउँमा। र त्यहाँ पुग्ने बित्तिकै म सक भएँ, किनभने प्यासेन्जर त धेरै हुनुहुँदो रहेछ। सायद 10 आएर होला, तर प्यासेन्जर धेरै, तर हाम्रो गाडी चाहिँ सानो छ। भाले बसमा भएको भए टेन्सन हुँदैन थियो। ठिकै छ, खाँदै खाँदै बस्नु होला। अनि गाडी माथि त जेब्रा झोलाहरू छ। अचेल त जेब्रा झोला पनि कोइदीको झोला भनेर भाइरल छ। कोइदी त छिरे छैन नि गाडी। ल ल ल छिरुम 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 नअडेको खाँदिएर बस्नुमै भनेको त देशका युवाहरू छतमा गएर बस। अब मैले हुँदैन भन्दा पनि अब हुन्छ भनेर चढ्यो। अब ट्राफिकले लठी हानेपछि थाहा पाउँछ। ल देशका युवाहरू, यदि ट्राफिकले रोकेर जरिवाना तिरो भने चाहिँ आफ्नो गोजीबाट निकालौँ है। र तपाईँहरू मध्ये पनि को गाउँ जाँदाखेरि गाडीको छतमाथि चढेर जानु भएको चाहिँ कमेन्ट गर्नु। र यो पोथी बस भित्र चाहिँ मलाई एकदमै मन परेन। केटीहरू सजे जस्तो यो पोथी बस पनि भित्रबाट धेरै सजिएको थियो। र मलाई चाहिँ यस्तो सजिएको धेरै यो झुम्रा भुम्रा भएको चाहिँ मनै पर्दैन। त्यही भएर मैले यो गाडीको नाम पोथी बस राखिदिएको। र अझैसम्म पनि हाम्रो देशको युवाहरूलाई छतबाट झारेको छैन ट्राफिकले। र यदि तपाईँहरूलाई पनि यो पोथी बस खेल्न मन छ भने चाहिँ मैले यही भिडियोको डिस्क्रिप्सनमा लिंक राखिदिएको छु, त्यहाँबाट डाउनलोड गरेर खेल्न सक्नुहुन्छ। तर अहिले हैन, यो भिडियो सकेपछि यसो ओभरटेक गर्दिम भनेको सकेर पोथी बसले झन्डै अगाडि बढाएर ड्याममै हान्थ्यो अर्को। भाले बस भएको भए त भाले बसको कुरै नगर। अब दसैँ मनाउनको लागि गाउँ गइदैछ, अब यसो नयाँ लुगा लगाइदिउँ न भनेर गाडी चाहिँ सिधै मैले भाटभटिनीमा छिराइदिएँ। अब चाहिँ यहाँ भित्र गएर एउटा च्वाक भेस्ट किन्ने। अनि मैले चाहिँ अहिले यो दुईटा टी सर्टहरू किनिसकेको छु। यो चाहिँ खासमा मैले गेममा हैन, रियल लाइफमा दुईटा भेस्ट किनेको हो। यो चाहिँ मैले टिकटकको अनलाइन शपिङबाट किनेको हो। यदि तपाईँहरूलाई पनि यस्तै खालको टी सर्ट लाउन मन छ भने चाहिँ मैले कन्ट्याक्ट नम्बर दिएको छु, त्यहाँ कन्ट्याक्ट गरेर व्हाट्सएपमा मेसेज गरेर किन्न सक्नुहुन्छ है। एकदम सस्तोमा छ, 599 मै आउँछ। र अब यो कुरालाई यहाँ सकेर हामी चाहिँ ट्रिप तर्फ लागौँ। यो देशको युवाहरू माथि कस्तरी अडेर बसेका छन्, तिनीहरूको दुखे नै के हो। र अहिले चाहिँ हामी शहरको बाटोहरू छोडेर गाउँको बाटोहरू लाग्न थालिसकेको छौँ। यस्तो बाटोमा फेरि ड्राइभिङ गर्नुको मजै बेग्लै। अनि हाम्रो फर्स्ट Q&A क्वेसन रहेको छ, तपाईँको बिहे भएको छ कि छैन, अनि तपाईँको गाउँ कहाँ हो भनेर सोध्नु भएको छ। मेरो गाउँ चाहिँ हो उदयपुर, अनि मेरो बिहे चाहिँ भएको छैन अहिले। टेन्सन नगर्नु, मेरो बिहेमा मेरो सबै सब्सक्राइबरहरूलाई बोलाउँछु ढुक्क। ए गुरुजी मुत लागेर हैरानै भयो, यसो झाडीतिर रोक्नुस् न। ल एकछिन अहिले यसो झाडीतिर छैन, अहिले खुल्ला छ। अहिले झाडीतिर आएपछि रोक्छु नि म। होइन छिटो रोक्नुस् न, अहिले फेरि तपाईँको गाडीमा खोला बग्ला नि। हैट रोक्नुपर्छ जस्तो छ भनेर मैले मेरो गाडीलाई चाहिँ एकदम दामी ठाउँमा पार गरिदिएँ। ल कौकाला जानु छ, सु गर्न जान सक्नुहुन्छ। 10-15 मिनेट भइसक्यो, त्यो अघिको आमै त आउँदिन नि त। आमै तपाईँ सु गरेर आउनुभएको कि ऊ गरेर आउनुभएको भन्नु त नडाडी। चुप मुर्दार, चुप लगाएर काटेको त। यहाँ मान्छेको झाडीमा साह्रै अड्केर हैरान भयो। र अहिले चाहिँ हाम्रो पोथी बस आइसकेको छ। हाम्रो गाउँको हिलो बाटो हो। यो बाटोमा चाहिँ धान रोप्यो भने धान फल्छ। अब हाम्रो बनेको नयाँ सरकारलाई पनि यहाँ पिच बाटो बनाइदिनु भन्नुपर्छ। यदि तपाईँहरूलाई पनि यो रोडमा गाडी कुदाउन मन छ भने चाहिँ यो भिडियो लास्टसम्म हेरिदिनु होला। म कसरी डाउनलोड गर्ने यो पनि मैले भिडियोको लास्टमा सिकाएको छु। यो बाटोमा चाहिँ एकदम रिस्क छ, माथिबाट ढुङ्गा पनि झर्न सक्छ, अनि गाडी तल खोलातिर पनि झर्न सक्छ। र यस्तो बाटो हुँदा पनि हाम्रो देशको युवाहरू चाहिँ छतमा मजाले अडेर बसिरहेका छन्। के छतमा भनिरह होला हुटमा। यस्तो बाटोमा नि कसरी अडिरहेछ यिनीहरूको तन्दो। अनि तपाईँहरू चाहिँ दसैँ मनाउनको लागि गाउँ जानुभयो कि जान बाँकी छ। अनि हाम्रो Q&A को अर्को क्वेसन रहेको छ, तपाईँ कति वर्षको? म चाहिँ मात्र 20 वर्षको मेरो भाइ। आमामा बाटो पनि यस्तो चिप्लो, त्यहीमाथि यस्तो उकालो छ नि, चक्का चाहिँ फनन घुमिरहेछ, तर गाडी चाहिँ बिस्तारै अघि बढिरहेको छ। अब त म त धान खेतमा ट्र्याक्टर पनि गुडाउन सक्छु होला, बानी बस्छ। यस्तो बाटोमा चक्का पनि घुम्न मानिरहेको थिएन, चिप्लिरहेको थियो, झन्डै तल खोर्सातिर छिरी पठाए। अहिले चाहिँ मान्छेहरूलाई गाउँ लाग्दाखेरि ड्राइभर दाइहरूले यस्तो कुरामा चाहिँ होसियार हुनु होला। मान्छे दसैँ मनाउनको लागि खुसी भएर गाउँ गइरहेको हुन्छन्। यात्रा गर्दाखेरि कसैलाई केही नहोस् त्यही भन्न चाहन्छु म चाहिँ। अनि मेरो साइडमा हुनुभएको दिदी, यात्रा कस्तो भइरहेछ त? यात्रा त राम्रै भइरहेको छ कि भाइ, तर बाटो चाहिँ एकदम खराब रहेछ। यस्तै त हुन्छ नि दिदी, गाउँ घरको बाटो। ल भाइ, तिमी पनि बाटोको भ्यू हेर, मेरो भ्यू नहेर, अहिले कहाँ गाडी गएर छिराइदेऊ ल। है कस्तो बोके दिदी हो। ल अब म चाहिँ धेरै बोले, एउटा दामी सिनेमेटिक सर्ट जाओस् है त। र मैले चाहिँ भाले बसमा खलासिरहेको थिइनँ, तर हाम्रो पोथी बसमा चाहिँ मैले खलासिरहेको। खलासी कान्छ भित्र आएर बस, अहिले माथिबाट ढुङ्गा झर्यो भने त्यो टाउकोमा लाग्छ। ओके छ त दाजु। यसको स्वर पनि माइनक्राफ्टको क्यारेक्टर जस्तो छ। र अब चाहिँ हाम्रो गाउँ आइपुग्नु लागिसकेको छ। यो ओह्राली कट्ने बित्तिकै हाम्रो गाउँको घरहरू देखिन थाल्छ। यहाँबाट चाहिँ हाम्रो गाउँको 1-2 वटा घरहरू सुरु हुन्छ। खोइ त यसपालि त दसैँको लागि पिङ पनि बनाएको छैनन् गाउँलेहरूले। तर के बनाउनु यार, पिङ बनाउने युवाहरू सबैजना विदेशतिर लागिसके। गाह्रो छ हाम्रो देशमा। र यो चाहिँ हो हाम्रो गाउँको बस। ल सबैजना गाडीबाट झरौँ त। अब यो दसैँ भरि चाहिँ म गाउँ जान्छु, त्यही भएर मेरो गेमिङ भिडियो चाहिँ आउँदैन। तर गाउँमा म चाहिँ रियल लाइफमा भ्लग बनाउँछु। त्यो भ्लग हेर्न मन छ भने चाहिँ तपाईँहरूले यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो लाइफ स्टाइल भ्लग आउँछ। र आजको यो गेमिङ